सो गाइज आज चाहिँ बङ्गाल सफारीमा आइरहेको छु है हेर्नुहोस् र फेमिली टाइम हो सोनु छ अन्त यता ना मेरो बहिनी हो र हाइट नाप्ने रहेछ कि जाउ त प्रसन्न तिम्रो कति रहेछ हेरौँ त्यहाँदेखिको मेरो हेरौँ कति रहेछ 5 खै कताबाट हेर्छौ 1 2 3 4 5 4 रहेछौ तिमी हो खै मेरो हेरौँ कति रहेछ छैन पछाडि यहाँ साइडमा हेर न तपाईँ 5 5 हो इन्टर भइसकेको छौँ है ल हेर्नुहोस् है लु यहाँ चाहिँ पुरै ट्रेनिङ चल्दैछ एकदमै ट्रेनिङ चल्दैछ यहाँ दाजु बहिनीको लु गर्नु हुँदैन लड्यो भने अगाडिबाट देखाउँछु ल के साह्रो ए लु एकजनाले गिभ अप गर्यो हो सक्दैन अरे नजाने रहेछ ऊ आर्मीमा लु एकजना हेरौँ त अब ऊ त बादर छ सक्छ उसले त लु तपाईँ चाहिँ पास हुनुभयो है अब लु तपाईँ चाहिँ अहिले चाहिँ हामी एकछिन एक्सर्साइजहरू गरेर उफ्रेर सुफ्रेर चाहिँ अलिक भोक लाग्यो अरे कि ऊ बालमज्यूलाई त्यही भएर चाहिँ यसो अलिअलि खाने भन्नु हुँदैछ भोक लाग्यो अरे हौ बेसी ट्रेनिङ गरेर चाहिँ भोक लाग्यो अरे उनीहरूको चाहिँ आज फास्टिङ अरे त्यही भएर ऊ चाहिँ अब के खाने हो कुनै फलफुल त पाउँदैन होला यहाँ लु हामी चाहिँ यहाँ एकछिन क्यान्टिनमा जाँदैछौँ ओके तपाईँ त जहिले पनि खानुको लागि नै हप्तालिरहेको हुन्छ भन्नु पनि भएन भेज रहेछ तिमी चाहिँ के खाने प्रसन्न आइसक्रिम खाने खाँदिनँ म आइसक्रिम एउटा खुवाउँ त खान्छ एउटा खुवाउँ न लिनु न तपाईँ खानु न कुन चाहिँ हो चकलेट कुन चाहिँ यो हो चकलेटको यही हो र हामीले चाहिँ चिकन थाली र फिस थाली मगाएको छु हो सबै पाउँदो रहेछ लाइक अब यो चाइनिजहरू पनि पाउँदो रहेछ होइन तर हामीले चाहिँ उयो नै मगायो चिकन थाली र फिस थाली नै मगाएको छु त्यही नै खाने सनाले चाहिँ आइसक्रिम खाँदैछ ऊ उसले खाँदैन आज त्यही भएर आइसक्रिम खाँदैन यहाँ पनि आइसक्रिम खानुमै बिजी हुनुहुन्छ टोकन दिनु हुँदो रहेछ ए यहाँ छ टोकन दिनुपर्छ ए पर्दैन त्यो मेरो यो तपाईँको साह्रै भोक लागेर चाहिँ यहाँनिर चाहिँ खाना हुँदैछ आइसक्रिमसँग भात यहाँ चाहिँ चिकन राइस र फिस राइस सो गाइज हामी चाहिँ खानासाना खाएर पनि निस्क्यो कि तर खाना चाहिँ मन परेन मिठो लागेन खाना चाहिँ त्यस्तो खासै थिएन हो है राम्रै थिएन मिठो लागेन मन परेन खाना चाहिँ सफारीमा आएर चाहिँ यहाँनिर चाहिँ नपस्नु है यहाँ चाहिँ एडभेन्चर एक्टिभिटिजहरू रहेछ हो के चाहिँ रहेछ हेरौँ त अब यो भित्र गएर चाहिँ एक्टिभिटिज पर रहेछ कि कछुवा रहेछ हो तर सानो रहेछ त्यति राम्रो देख्दैन रहेछ ए यहाँ रहेछ नि त एउटा मात्रै छ त अन्त नि एउटा मात्रै छ त अन्त मान्छे खान्छ होला तिमीलाई फ्याँकेर हेर्नुपर्छ होला हौ खै ए यहाँ रहेछ नि त हो यहाँ रहेछ नि त पुरै रहेछ
यहाँ चाहिँ साँपहरू रहेछ पुरै अजगरहरू रहेछ हौ यता चाहिँ है हेर्नु त हेर्दैछु घुम्दैछु हामी कि तर मच्छरले चिलेर भने डाम्रै बनाइदिन्छ क्या यो जङ्गलको भित्र भएकोले गर्दाखेरि होला कि पुरा मच्छरले चिल्यो डाम्रै भयो हाततिर पुरा चिलेर यहाँ हेर्नु न डाम्रै भएर मच्छरले हौ केले पिप्सा के फुरो है यो चाहिँ अर्कै रहेछ है फेरि साले निन्द्रा पुऱ्याइरहेको छ नि त उसले चाहिँ फेरि यहाँ हेर्नु न पुच्छर हेर्नु न पुच्छर कस्तो सफ्ट लाग्यो के लामो है पुच्छर कस्तो स्ट्याचु भएर बस्यो एउटामा लिँदैन त अन्त लु हामी चाहिँ अब फर्किम सबै हेरेर घुमेर डुलेर चाहिँ अब चाहिँ हामी निस्केको बाहिर अब चाहिँ हामी जाने घर हामी चाहिँ गएको र राम्रो रहेछ है राम्रो रहेछ तर अब फ्यामिली आउनु मजा आउने रहेछ राम्रो हुने रहेछ नानीहरू लिएर आउँदा पनि हुने रहेछ बोयफ्रेन्ड गर्लफ्रेन्ड आउँदा पनि हुने रहेछ हो बुढापाखा आउँदा पनि हुने रहेछ सबैजना जो पनि आउँदा हुने रहेछ राम्रो रहेछ है दामी छ दामी